ल सबैजनालाई नमस्ते छ है, नमस्ते। आज हाम्रो चुलाचुलीको आज 7औं हप्तामा हामी प्रवेश गऱ्यौँ। श्रमदान हाम्रो आज अपने चुलाचुलीको ऐना पोखरीमा यो भिर खसेको बाटो चाहिँ भिर खसेर पुरेको हुँदाखेरि हामी यो माथि यहाँ बाटो चाहिँ हामी सफाइ गर्ने कार्यक्रम गर्दैछौँ। आज हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ हामी आज बाटो ऐना पोखरीको बाटो हाम्रो श्रमदान गर्ने ठाउँमा चाहिँ बाटो बन्द भएको हुनाले यो बाटो बन्द भएको कारणले गर्दाखेरि कार्यक्रम हाम्रो धमाधम यो ऐना पोखरी पुरै बाटो चाहिँ बन्द भइसकेको पहिरो झरेर त्यही भएर आज ऐना पोखरीको अध्यक्षज्यू हामी पनि दादा पनि आउनु भएको छ मिडिया आफ्नो इच्छा हो। म चाहिँ जुन ठाउँमा हामीले धेरैवटा घर बनाइरहेको छौँ त्यसमा चाहिँ म चाहिँ काम गरिरहेको छु। क्यामेरा मात्रै बोक्नु आउँदैन, बोल्नु मात्रै जान्दैन। ए हजुर अध्यक्षज्यूले देखिन नि अहिले पोखरीको ए नयाँ हो हजुर सर। हामीले देख्यौँ नि अध्यक्षज्यूलाई सधैँ तपाईँहरूको तस्बिर मात्रै हामीले खिचिरहेको छौँ, एकचोटि पनि हामीले देखेको छैन नि अध्यक्षज्यूलाई। यस्तो छ, उहाँको अहिले लिकको कारणले गर्दाखेरि कार्यवस्था त उहाँले हामीलाई जानकारी दिएको छ। अनि खासमा चाहिँ अहिले भन्नुपर्दा चाहिँ मलाई अहिलेको हाल उप अध्यक्ष होइन, म आधिकारिक रूपमा चाहिँ भइसकेको छैन, माथिको भइसकेको छैन। तर उहाँसँग कुरा गर्दाखेरि उहाँ यो जालीहरू लाउने बेलामा चाहिँ गर्नुभएको छ श्रमदान। अनि यता हुँदै अलिअलि चाहिँ गर्नुभएको छ। अहिले हाल चाहिँ 2-3 हप्ता चाहिँ उहाँले गर्नु भएको छैन। अनि अब त्यही भन्नुपर्छ, सबै बोल्नुपर्छ होइन मान्छेले। अनि त्यो भएको कारणले चाहिँ उहाँ अहिलेको हालमा चाहिँ उपस्थिति हुनुहुन्न। उहाँको यो चुलाचुली पेन्टिङ अनि उहाँको चाहिँ उसले गर्दाखेरि भ्याउँदिनँ भन्ने खालको कुरा गरिराख्नु भएको छ। पहिला थुलुङ राई हजुर त्यति चारकै हुनुहुन्छ हजुर चारको अहिलेको ऐना पोखरीको मलाई पनि अब कतै बोलाउनुहुन्छ होइन। है त कुनै बेला भेटघाट कम्युनिटी पार्कमा हामी अहिले सोलिङको लागि नेक्स्ट गेटे अथवा बालुवा लाउने कार्यक्रम भइरहेको छ। हामी यहाँ ट्र्याक्टरमा भर्दैछौँ। आज कति गते हो? आज 11 गते शनिबारको दिन हामी यही चुलाचुली ऐना पोखरीले श्रमदान हाम्रो हक्क सम्बन्ध अरेगुलेसन
सुधासुधी टिमले चाहिँ धमाधम काम भइरहेछ। हेर्न सक्नुहुन्छ यो पहाड हाम्रो दुकान कहाँ यहाँ भिर खसेको कारणले म त जान्दिनँ बोल्नु म त ट्र्याक्टरको खलासी हो नि क्या हामीसँग जसरी बोल्छ त्यसरी बोल्ने हो नि त यसरी भिर खसेको हुनाले हेर्न सक्नुहुन्छ यो माथि हामीले बोल्ने यो भिर समय आउँछ भनेपछि अघि पछि यहाँ खसेकोले गर्दाखेरि तपाईँको बाटो दुकानले मलाई कम्ती सक्नुहुन्छ यता पनि हेर्न सक्नुहुन्छ यता पनि भत्किरहेछ। यो हाम्रो हर्क साम्पाङ रिभल्युसन टिम चाहिँ देशव्यापी रूपमा श्रमदानमा जोडिसक्नु भएको छ। अबको विकल्प भनेको खालि हर्क साम्पाङ टिमले मात्रै यो देशलाई नीति नियम र उज्जवल बनाउन सक्छ भन्ने हामीले एउटा के भनौँ उहाँको सिद्धान्तलाई पछ्याएर हामी मात्रै यो देशलाई अघि बढाउन सक्छौँ भनेर लागि परेर चाहिँ हामी त्यस कारणले हामी पनि सुधाचुकी हर्क साम्पाङ रिभल्युसन टिम लागि परिरहेको छौँ। हेर्न सक्नुहुन्छ आज हामी यो चाडपर्वको नजिकैको बेला पनि हामी थुप्रै युवाहरू आएर युवा जमात भएर मलाई खबर गर्नुबाट हामीलाई खबरै छैन हुँदै छैन कसरी गरौँ भन्दा हुँदैन त्यही भएर बोलिरहनु अगाडि बढ्न मलाई इच्छा लाग्दैन। मलाई सुरुमा सोधेकोमा म त देखिनँ नि एक दिन मुकुट लाएर उठाउँदै आयो सक्नुहुन्छ। यो हाम्रो श्रमदानबाट यहाँ ऐना पोखरीलाई जाली बुनेर हामीले यो अस्ति 2 हप्ता अगाडि हामीले यो जाली चाहिँ श्रमदानबाट लगाएको हामीले हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ हाम्रो जुतम भाइ मलाई बोलाएको भन्दै